रुक जा रहे एक इमरजेंसी केस में। साबुन देत नानी साबुन उयो आपने जो ग्लोव्स ना किया है वो दिखाओ ना दाजु दोरी पनि ल्याउनुस् त नाम्लो भए भइहाल्छ नाम्लो मेरो माथि उयसमा छ 300 आसपास पुस्ने टवलहरु बोराहरु ल नानी बोरा ए कान्छा छिटो गर्न यहाँ आइज त त्यो अहिले लगाऊ इन्जेक्सन यतापट्टि बस्छ दोरी दिन दोरी ल्याउनु दोरी लगाइहाल्नु म पोजिसनमा बर्खाले छु घर पनि अस्ति जस्तो भयो पनि यस्तो ल्याउनु पर्यो नि बोरा नानी एउटा तौलिया होइन बोरा चाहिँ दाजु यहाँ बोरा तान्नु त ओह्रालो 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 तान्नु तान्नु यस्तोपट्टि ओह्रालो छ के साथै ओह्रालो भगवानको होइन उता नपार यति नपार गरम हुँदैन बटर उयो भएको छ मरेको थियो क्या भाइ ढिलो गऱ्यो नि होइन उयो झुन्डाउँ त छिटो बच्चा निकाल त निकालेर ओह्रालो झुन्डाउनुपर्छ छिटो 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 दाजु जुरुको उचाल्छ सत्य ब्यागबाट छिटो अझै 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 अझै
ओ बहिनी गर त हजुर मलाई यो गर्दा रहेछ हुन्छ लुगा मैला भयो भोस केही छैन क्या अलिक त्यो माथि उताल्नु त बाबा Clean the nose area, underneath. अलिकति बटा देखिएछ टाउको यसो थाम्नु ल Give space to breathe also. दाजुले गर्नु बहिनीले यसो कहाँ हाल्नु बहिनीले मात्रै साह्रो पर्छ कि होइन पर्दैन मलाई कि साह्रो नआउँदा अन्डरमेन तपाईँको भयो नि भस् मैले ओ बोरा देऊ त अझै माथिबाट होइन हो यसले पनि हुन्छ नि यसो पक्रिनु न बहिनी सुसानेमा कहाँ छ मम्मी यो आमालाई गुड दिनु भन्नु न मैला हो कि छैन कि अहिले सफा भएछ गाई चाहिँ बाँच्छ सासू नानु खोटा पर्छ के तपाईँको खोटा पर्छ के तपाईँको गुड दिन त लो राखौँ आमा एक टावल बडावाला टावल मम्मी बडावाला टावल माथि पास गरिदिनु भने त सुसायो होला कहाँ हराउँछ हौ लो भयो यसलाई नि उयो घाममा लैजाउँ त म चाहिँ भाइ उचाप जारक होइन यसरी उचालिदिन्छु नि अझ अलिक ढिलो गरेको भए चाहिँ बच्चा ल सही हुँदैछ होइन हौ दाजु आउनु न महिनालाई छोड्नु न कहाँ लाने घाम हुन्छ ल त उ त्यो माथि नै यो उयो यसले मजाले पुसपास गर्नु ल सकाइदिएन डर लागिसक्यो बाहिर निकाल या भित्र लैजा कोरालीमा त सानो पातमा उयो किला उखालेर पनि कस्तो कुदेको अहिले अलिक बिहा अब आज यो बिहान बेथा चाहिँ कति बजीदेखि लाग्यो भन्नु 5 बजीदेखि है त्यहाँदेखि तपाईँले हामीलाई अब नहोला जस्तो भने चाहिँ हामीलाई फोन गर्नुभयो है र हामी अब डिपार्टमेन्टलाई जब तपाईँले फोन गरेपछि हामीले आएर सर्भिस दियौँ होइन दिएपछि सायद अब बच्चा पनि बाँच्यो म त बाँचेको होइन तपाईँलाई चाहिँ अब कस्तो फिल भयो क्या फिल एकदम राम्रो लाग्यो नि अब खुसीको कुरो बच्चा पनि बाँच्यो म पनि बाँच्यो हजुर सबै सक्सेस भयो राम्रो कुरो अब एउटा कुरा चाहिँ के हो भन्दाखेरि सबैको जीवनमा एउटा स्ट्रगल हुन्छ फर्स्ट अफ अल होइन अन्त के हो भन्दा अब हाम्रो गाई भनेको एउटा गाई मात्रै होइन यो हाम्रो फ्यामिली हो फर्स्ट अफ अल अन्त एउटा गाईको जब यस्तो स्ट्रगल देखेपछि हामीलाई के हुन्छ हाम्रो मनमा पीडा बस्छ फर्स्ट अफ अल अन्त त्यो पीडा बसेको देखेपछि के हुन्छ भने हामीलाई रुनु मन लाग्छ आफ्नो के हुन्छ भने आफूले अब त्यो उम्मिद राखेको पनि के हुन्छ टुट्दै जान्छ त्यो उम्मिद नटुट्नु दिकिन अब त्यो तपाईँहरूको उम्मिद गरेर चाहिँ हामीले पर्खिरहेको थियौँ होइन अब सबै कुरा राम्रो हुन्छ भनेर म पनि सेफली हुन्छ चाइल्ड पनि अब बर्थ राम्रोसँगै हुन्छ भनेर गरेको थियौँ त्यो उम्मिदलाई चाहिँ तपाईँहरूले तोड्नु दिनु भएन हो अन्त खुसी लाग्यो हाम्रो अब के हो भन्दाखेरि हाम्रो बाछा पनि विच अब वर्ड्स अफ डेथ र लाइफको बिचमा थियो एउटा बिचमा थियो
त्यो चाहिँ तपाईँहरूले टुट्नु दिनुभयो क्या, डेथपट्टि नजान्दैन तपाईँले त्यसलाई नयाँ जीवन दिनुभयो तपाईँहरूले, तपाईँको ग्रुपले होइन। त्यसमा चाहिँ हामी धेरै धेरै खुसी छौँ होइन। अन्त धन्यवाद पनि दिनु चाहन्छौँ तपाईँहरूलाई। अन्त हामी एकदम खुसी छौँ। लाइक अब आज के भयो भन्दाखेरि लाइक एभ्री डे इट्स स्टार्ट विथ न्यू थिङ्स होइन, विथ अ न्यू सनराइज हो। त्यस्तै तपाईँले पनि त्यो बाछालाई एउटा नयाँ जीवन दिनुभयो, त्यसमा धेरै खुसी छौँ हामी। धन्यवाद चाहिँ छ तपाईँहरूलाई हो। पहिला यस्तो डिपार्टमेन्टहरू नहुँदा त अब धेरै घटनाहरू हुन्थ्यो नराम्रो है। अहिले चाहिँ अब छ र हामीले सहयोग पाउँछौँ। होइन, मेरोबाट चाहिँ भन्नु के छ भने अन्तमा गएर अब तपाईँले जे गर्नु त आफ्नो बलबुता। अब डिपार्टमेन्टको थ्रुबाट म भने आज धेरै साल बादमा आएँ, किनभने भ्याक्सिनेसनको पनि यो म्युनिसिपालिटी एरिया भनेर हाम्रो त्यो अलग अलग सेक्टर छुटेर त्यो भयो। र फर द फ्युचर चाहिँ के कस्तो फोन गर्नुहोस् र हाम्रोबाट हुने सपोर्ट र टेक्निकल्लीदेखि लिएर सब कुरो म चाहिँ तपाईँहरूलाई सधैँ हामी चाहिँ अब सपोर्ट गर्ने रेडी छौँ क्या होइन। त्यस्तो छ। र अबको एआईको त्यो नसलहरू अझै इम्प्रुभ गर्दै